हेलो गाइज, वेलकम टू माई भ्लग। लेट्स गो। हामी घुम्न लागेको अब। यहाँ केटाहरू खेल्दैछ नि। ल गाइज, यहाँ फुटबल ग्राउन्डै बनाएको छ केटाहरूले। ल खेल खेल खेल। कसैले जितेको छैन त अहिले। यत्रो बेर खेल्नु कसैले जितेन। कुन गेम खेलेको तिमीहरूले? फुटबल खेलेको? ग्राउन्ड त ठुलो छ त। अनि ल ल ल तिमीले खेलेको बनाइदियो गाइज। यहाँ खेल्दैछ नि। आम्मा कत्रो डोजर पनि कुदाउँछ त्यो भाइले त। त्यो कसको डोजर हो त्यो? यहाँ यो त भाइ त डोजरमा चढ्दो रहेछ। ल भाइको बहिनी हो। ल खेल खेल। थ्रो बल। ए नेसनल खेलाडी हो। फेरि हान्दैछ। तिम्रो कहाँ नि भाइ? कोचको घर कोच दिनलाई हेर्छ यहाँदेखि। टाइगर फिल्ड हो। टाइगर फिल्ड पनि यहाँ ठुलो छ। ल हाम्रो केटीहरू यहाँ फुटबल खेल्न आयो। यहाँ आइपुगेछ भाइ त। कति हो? यहाँ पनि फुटबल खेल्ने नै हो। ल हेर फुटबल खेल्नलाई यहाँ आयो सबैजना। फुटबल खेलाडीहरूको अनुहार हेर। यहाँ खेलाडीहरू नेसनल खेलाडीहरू अनुहार चाहिँ देख्नुपर्छ। हामी आँपको बगानतिर जाने हो अब। आँप चाहिँ फुलेर मजाले राम्रो देखेको छ। फेरि अहिले चकचक बदमास कति आउँछ तिमीहरूलाई होइन भाइ? आरब के भयो तिमीलाई? डिप्रेसनमा जानु थाल्यो कि भाइ? फेरि टेन्सन भइरहेको छ त्यसलाई। के भएर? अलग्गै छ त। यहाँ त घर त नि के खतरा छ त्यहाँ गाइज। यो घर हेर्नु त यहाँ के को बारेमा छ? हामी चाहिँ फेरि कसको घरतिर कुद्दैछौँ है। यहाँ हामीलाई देखेर फेरि ढुङ्गाले हान्नु पर्छ नि यार। के गर्दै आउनु थाल्यो भने ढुङ्गाले हान्नु पर्छ न। बारीमा चोर्न आयो भनेर। ए यहाँ प्लटिङ गरेको रहेछ है। अलिअलि खेतबारी हुन्थ्यो होला, धान हुन्थ्यो होला, त्यो पनि प्लटिङ गरेर सकियो। हाम्रो नेपाल अब यस्तै छ। अलिक ठाउँ हुनु हुँदैन, सब प्लटिङ गऱ्यो अनि पैसा कमायो। बास त्यति नै हो। खेतीपाती लाउने छैन चलन। तर्सायो भन त। ल कसरी? राति कि दिउँसै तर्साएको? ए दिउँसै तर्सायो। के को आवाज आयो? ए आवाज आउने बित्तिकै फुलिली भाग्यो। केही को आवाजै थाहा पाएनौ भनेपछि कुनै कुनै आवाज थाहा पाएनौ? कस्तो आवाज आएर चाहिँ भाग्यो त फिल्लीली? तर्सिने खालको आवाज चाहिँ कस्तो हुन्छ त्यो सुनाउ त मलाई। म पनि तर्सेर भागिहाल्नु पर्यो। ल ल ल ल सुनाऊ। ल त्यो फुल झर्छ त्यस्तो नगर। त्यहाँको फुल सबै झर्छ अहिले। यो आँप गाछीको फुल चाहिँ सबै झर्छ। यो चाहिँ आँपको बगान हो। त्यसरी आँप चाहिँ मजाले फुलेको छ है। आँप त अब खान आँप खाऊ।
कहाँ चढेको फेरि कहाँ बाँदर जतिकै चढ्न थाले भाइ नचढ भाइ चपल 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 तल झर भाइ तल झर तल झर तल झर त्यहाँबाट तल झर भनेको तल लडिन्छ झर 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 चढ्नु हुँदैन चढ्नु हुँदैन चढ्नु हुँदैन ओ हेलो गाइस यो चाहिँ मकैबारी यो एकचोटि चाहिँ गोडेको रहेछ मकै यतातिर अनि यता पनि देख्न सक्नुहुन्छ हरियो छ सबै गहुँबारी पनि छ गहुँको खेती गरेको छ यहाँ चाहिँ वरिपरि हेर्दाखेरि सकिन्छ अनि यता चाहिँ बर्खामा चाहिँ राम्रै हुन्छ है यो देश खाली ठाउँ छ अनि खेतीपाती पनि लाग्छ यता चाहिँ अलिक प्लटिङ गर्न अलिक भ्याएको छैन जस्तो छ होइन नत्र पटको ठाउँ जग्गा सग्गा केही पाइँदैन सहर बजारतिर चाहिँ छैन अब गाउँतिर भने चाहिँ भिरपाखा छन् भिरपाखामा कलिक खेती गरेर बस्ने होइन सहर बजारतिर झरो अनि जग्गा अलिकति किन्यो अनि घर बनायो अलिअलि भएको पनि उब्रिँदैन जग्गा जति सबै त्यस्तै छ अनि खेतीपाती गर्ने मान्छे त छैनन् अनि धान खेत हामीलाई खानेकुरा चाहिँ कहाँबाट आउँछ त इन्डियाबाट त्यहाँको के लिएर आएको फेरि हामी अब सानो सानो गाउँतिर आइपुग्यौँ यहाँ घर छ पुरानो खालको अनि अब हामी चाहिँ हाइवे निक्लिन आँटिए हिँड्दैछौँ कहाँ छ किम्बु त्यो किम्बु खाएर अहिले फेरि हाम्रो टाउको पनि खान्छन् फेरि मान्छेले किनेर खायो भने चाहिँ होला कहाँ किन्न पाइन्छ छैन कहाँ छ त्यो भाइले त दिँदैन स्कुलको भाइ स्कुलको दाइले काम दिँदैन को आयो स्कुलको दाइ भन्नु त्यस्तो भाइ दाइ हामी चिन्दैनौँ बुझ्नुभयो नि भाइ दाइलाई हामी चिन्दैनौँ हाम्रो बोटको मात्रै खाने हो छ भने छैन भने नखाने सबै के अरे डम्पिङ एरियाबाट टिपेर ल्याएको पैसा छ नि सब खै देखाएको ल पैसा देखाएको ल कस्तो खतरा खतरा पैसा लिएर आएको छन् त माछा मार्न हिँडेको हामी अब यहाँको पानीमा चाहिँ खुट्टा पनि नहाल हात पनि नहाल भरे चिलाउँछ मात्रै कुन बाटो साह्रै देख्दो रहेछ नि यहाँनिर बाटो चाहिँ आउने है अघि आएको बाटो अब आज यसो घुम्ने मात्रै काम भइरहेको छ ओइ फेरि गएछ त्यो त ल आज चाहिँ कटारीको खोलाको छेउमा रहेको यो रिसोर्टमा आइपुगेको छु नि यो चाहिँ भर्खर बन्दै रहेछ नयाँ रिसोर्ट बन्दैछ मात्रै अनि यहाँ चाहिँ अब तुलसी रोपेर बगैँचा पनि यस्तो बनाएको रहेछ होइन हेर्न सक्नुहुन्छ घर पनि खतरा छ है सानो कटेज बनाएको रहेछ यहाँ यो चाहिँ बनिसकेको छ कटेज चाहिँ अनि यहाँ अरू चाहिँ यहाँ बन्दैछ हेर्न सक्नुहुन्छ यहाँ भर्खर बनिरहेको छ है अनि
अब यो मलाई चाहिँ हेर्दाखेरि राम्रो लाग्यो यो बनाएको हेर्दा चाहिँ होइन। यसो यहाँ खोला वरिपरि चाहिँ यतिखेर चाहिँ अनि ए नकुदा भनेको अहिले टिनले काट्छ यताउँदै कुद्नु हुँदैन। एकछिन हिँड्दाखेरि पुग्दो रहेछ। के समातेर ल्याएको छ तिमीले? ल नर्सरी के गर्नु जानु पढ्नलाई? नर्सरी चाहिँ पढ्न जाने हो? गाइस यो चाहिँ भर्खर बन्दै रहेछ है। यो पछि त राम्रो हुन्छ होला है। अहिले त यस्तो छ राम्रो खालको देखिँदो रहेछ है। राम्रै हुन्छ होला। पछि कटारीको एउटा नमुना पनि बन्ने रहेछ यो चाहिँ। गाइस यहाँ होला घर पनि कटेज बनाएको छ राम्रो देखिँदो रहेछ होइन। यहाँ चाहिँ मैले क्यामेरालाई टर्न ब्याक गरेको छु अनि हेर्न सक्नुहुन्छ यहाँ कटेजहरू बनाएको छ। राम्रो बगैँचा पनि बनाउने योजनामै रहेछ। अनि यो चाहिँ यसो हेर्दा चाहिँ राम्रै बनाएको रहेछ। यो अहिले यतिको राम्रो देखिन्छ। अनि यो फुल अनि यो बिरुवाहरू चाहिँ अलिक ठुल्ठुलो भयो भने हरियो हुँदा त झनै राम्रो देखिँदो रहेछ यो चाहिँ। अनि म यो बिल्डिङको माथि पनि चढेको थिएँ। अनि भित्र चाहिँ यस्तो राम्रो बनाउँदैछन् होइन। गाडीहरू लगाइसकेको रहेछ। अनि यहाँ चाहिँ यतापट्टि त्यहाँबाट यस्तो बाहिर पनि देखिन्छ। अनि यसो हेर्दा चाहिँ भित्र एउटा ठुलो हल जस्तो देखिन्छ। यहाँ पार्टिसन गर्ने बाँकी होला सायदै। अनि यहाँ बनाउने कोही व्यक्तिहरू पनि हुनुहुन्छ उनीहरू चाहिँ अझै माथि हुनुहुन्थ्यो। म चाहिँ यतापट्टि तलतिर आएर चाहिँ सुक्क बनाइदिएँ। यसो सिन पनि देख्न सक्नुहुन्छ। यो चाहिँ कटारीदेखि चाहिँ कटारीकै छेउमा छ भन्दा नि हुन्छ। यो चाहिँ यतापट्टि कपुर खोलाको छेउमा रहेको छ यो चाहिँ। माथिको दृश्य माथिबाट खिचेको एउटा दृश्य देखाउँदैछ यहाँ चाहिँ होइन। कटारीको रिसोर्ट भन्ने कुरा चाहिँ मैले सुनेको छु। अब रिसोर्ट अथवा रेस्टुरेन्ट एउटा कटारीमा चाहिँ यो बन्यो भने त्यो एउटा नमुना चाहिँ बन्छ होला सायदै। देख्न सक्नुहुन्छ फुलको डिजाइन पनि यहाँ धेरै राम्रो बगैँचाको डिजाइन बनाउनु राम्रो छ। यो पनि यो चाहिँ बिल्डिङको माथिबाट लिएको है। भिडियो मन परेन लाइक सब्सक्राइब अनि एउटा मिठो कमेन्ट चाहिँ छोडिदिनु होला है त।